So hey guys, welcome back. So अहिलेको चाहिँ खासै धान चाहिँ पाकेको छैन ल, खासै त्यस्तो पाकेको चाहिँ छैन। चिसो चिसो मौसम छ, थोरै पारिपट्टि चाहिँ बादल लगाइरहेको छ। सो त्यही हो, एकदमै दामी हरियाली छ पछाडिमै ब्याकग्राउन्डमा। पुरै काँक्रा खाएर एउटा काँक्रा देखाउँछु ल। हाम्रो यस्तो मकैबारी हुन्छ यहाँनिर, यस्तो के मकैबारी हुन्छ यहाँ यस्तोमा। हो त्यहाँभित्र काँक्रा छ, जस्तै फर इक्जाम्पल यहाँनिर देखाउँछु। यहाँनिर एउटा काँक्रा छ, तर हामी अगाइसकेछौँ त्यो, सो यसले चाहिँ खाँदैनौँ। यो चाहिँ स्याउको रुख है, यहाँ चाहिँ यस्तो हुन्छ स्याउको रुख। अहिले चाहिँ स्याउ चाहिँ टिपिसकेको छ अहिले चाहिँ। र अहिले भनेको मकै चाहिँ पाकेको छैन, अहिले भर्खरै मकै खाएर खाँदा खाँदा पेट फुट्न लागिसक्यो क्या, के खाएर सबै। कोही कोही मान्छे यसरी लिप्दैछन्। ब्लग त्यही हो, लिपपोत कार्यक्रम भइरहेछ यहाँ चाहिँ। यो बस्तीमा भनेको 4वटा घर मात्रै हो क्या सँगै भएको। अलि तलतिर चाहिँ गाउँ छ, यहाँ अलि माथि लेकतिर चाहिँ 3-4वटा घर यहाँनिर छन्, अनि प्लस अनि 2-4वटा घर माथि छन्। अनि तल गाउँमा गयो भने चाहिँ गाउँमा चाहिँ कचाकुचुक हुन्छ, फेरि मान्छे यताउता होइन, गाउँमा हल्ला हल्ला हुन्छ। यहाँ चाहिँ एकदम पिस राख्छ क्या ठाउँ चाहिँ। यहाँ एउटा घर, अनि उता पारिपट्टि एउटा घर, र मेरो घर चाहिँ ऊ तलकोपट्टिको चाहिँ हो है। यहाँबाट तल जानुपर्छ। अनि यो भयो स्याउको रुख, यस्तो हुन्छ हाम्रो घरमै स्याउको रुख हुन्छ कि। अब चाहिँ म चाहिँ यसो गार्डनतिर जान्छु ल। फुल चुड्न त पाइन्न थियो, तर केही पनि छैन होइन। अथा खाना बिचो भयो, नचुड्ने र कोपिला चुडेर पापा लाग्दछ भने जस्तै। दाँतले काट्नुपर्छ क्या यसरी। दाँतले भने काटिहाल्छ होइन। सो ए देखो ए हमारा, यहाँ चाहिँ यस्तो पुरै यो लागेको छ है। यहाँनिर यस्तो के भन्छ यसले, ठ्याक्क नाम बिर्से, के भन्छ एलोभेरा। र अर्को कुरा देखाउँछु म। यो चाहिँ उल्टो भयो, यता कानमा सिउर्यो। अनि त्यसपछि के हो यो, किवी कतिवटा लाग्छ भन्दाखेरि 1 2 3, यता एउटा यहाँ छ, 4 5 6 7 8, 8वटा किवी लाग्छ क्या। किवीको लागि यस्तो ठाङ्ग्रो रोप्नुपर्छ। अनि सो यो चाहिँ भयो किवीको रुख हो क्या। यो किवीको रुख भन्दा नि यस्तो चर्ने टाइपको हुन्छ। यो चाहिँ यसको ऊ हालेको, यसलाई चाहिँ सपोर्ट गर्नाले। सो म चाहिँ किवी देखाउँछु ल। 3टा यहाँ छ, 4वटा यहाँ छ, अनि एउटा उतापट्टि छ यहाँपट्टि। कति चाहिँ 8-9वटा लागेको छ, 9वटा किवी भयो। यो पुरै रुखहरू छ नि, यो चाहिँ हो यो टिमुरको रुख हो। सेतो रोज पनि छ क्या। यो भयो यो रोजको पिङ्क कलरको। यस्तो यहाँ तल जान अलि अप्ठ्यारो छ ल, सिस्नो पनि छ नि त। सेतो रोज लागेको छ, तर यसलाई चाहिँ चुर्दिनँ ल। यहाँ भयो पुरै सानो बुट्टाहरू छ कि यहाँनिर। यो भयो ड्रागन फ्रुट, यत्रो भइसक्यो कि। अनि यहाँ भयो टिमुरको, यहाँ किवीको यो हो। ए बन्दाको त कुरै गर्नु पर्दैन, यत्रो छ पुरै। यहाँभरि पुरै बन्दा। अनि यो भयो आरुको रुख। अहिले यो सिजन चाहिँ आरुको रुख चाहिँ होइन, टिमुरको रुख उता लास्टै धेरै फलेको छ उता टिमुर चाहिँ। सो जाऊँ न त त्यतै। र यो चाहिँ मकै भयो, मकै ठिक्क खाना चाहिँ भएको रहेछ है। मकैलाई चाहिँ सुरुमा खानुभयो भन्दा अगाडि चाहिँ यसरी हेर्नुपर्छ कि बोटमा भएको छ कि छैन भनेर। यसरी हेऱ्यो भने, अनि हात यो यस्तो आफ्नो यो नङलाई यसरी भिजायो नि, यसबाट दुध जस्तो पुत्त आयो भने, अनि सो यसलाई चाहिँ खाना रेडी भयो भने चाहिँ। सो यो चाहिँ अलि
लास्टै कमल रहेछ खालि कमल चाहिँ मिठो लाग्दैन है म चाहिँ यहाँ हेर्छु ल यसरी हेर्ने भएको छैन भनेपछि नलिने भएको छ भने यो भएको रहेछ यस्तरी जान्ने नि यस्तो एउटा मात्र लान्छु ल म सही टिमुर यत्रो धेरै लाग्यो क्या घिउ चाहिँ लास्टै फलेछ उता पनि रुख्छ तर उहाँ चाहिँ फलेको छैन यहाँ चाहिँ फलेको छ है खुर्सानी खुर्सानी है यता चाहिँ खुर्सानी भेन्टा यो के हो थाहा भएन यो सानो भएको रहेछ यहाँनिर यो काँक्रा तर अहिले खानु चाहिँ भएको छैन ऊ त्यहाँनिर पनि दुईवटा लाउँदै रहेछ त्यसपछि यो चाहिँ खानु भएको छ ए हरियोवाला छ अनि एउटा काँक्रा चाहिँ यता छ एउटा काँक्रा चाहिँ ऊ माथि छ ऊ त एउटा रातो भइसकेको छ पुरै यहाँनिर एउटा छ यहाँनिर चाहिँ अलिक फल्या रहेछ र अस्ति पनि यहाँ एउटा खाएको मैले एउटा कुरा भेटाएँ यत्रो सानो काँक्रा अर्कै देखिरहेको क्या पुरै अर्कै के नै होला भने तर यो काँक्रा है टेस्टमा चाहिँ अर्कै छ मिठो रहेछ खल्लो खल्लो टाइपको पछि सबै मकै बारी हो क्या सबै टिमुरको बुट्टाहरू बनाएको चाहिँ यहाँ चाहिँ ओखर भयो यो सबै सो त्यही अब चाहिँ हामी यो मकैले पोल्न जान्छौँ पोलेर अनि खानेवाला छ बिहानै छ अहिले चाहिँ फर्स्ट डाइट नै हाम्रो मकै हुनेवाला छ के छ केटो कहाँ जानु लाग्छ पानी किन जानु लाग्यो किन आउँदैन पानी आज सुकेको छ त्यही भएर होला कहाँ जाने पानी लिन कहाँ जाने पानी लिन कहीँ थियो त सो अहिले चाहिँ पोलिसकेको छु मैले पोलेर अलि साह्रो खाल्चे ल्यायो भने चाहिँ अलिक कमल रहेछ क्या लास्टै कमाएको पुरा यसको ग्यास रहनु मिल्दैन क्या अलिक साह्रो ल्याएकोमा तर मिठो छ नि त्योभन्दा यो हुन्छ फेरि यहाँको घरहरू चाहिँ यस्तो वाइट वाइट हुन्छ नि यो माटो हो क्या यहाँको एउटा रातो माटो नि हुन्छ यो चाहिँ रातो माटोले भयो यो चाहिँ सेतो माटो हुन्छ कि यहाँ चाहिँ माटोले गरी चुना लगाएको जस्तो देखिन्छ तर यो चाहिँ माटो हो बाई बाई अब सबैजनालाई भिडियो हेरिदिनु भयो च्यानललाई सब्सक्राइब भिडियोलाई लाइक गर्न चाहिँ नभुल्नु होला सो त्यही हो अब नेक्स्ट ब्लग चाहिँ कहिले आउँछ त्यो थाहा छैन र छिटै नै आउँछ अझै धेरै कुराहरू देखाउन बाँकी छ यो त जस्ट स्टार्टिङ मात्रै हो अझै के छ नयाँ कुरा देखाउनु पर्ने सो त्यही हो सबैजनालाई बाई बाई राम्रोसँग बस्नु होला ह्याप्पी दसैँ सबैजनालाई आज घटस्थापनाको दोस्रो दिन बिस्तारै दसैँ लाग्दैछ सो त्यही हो बाई बाई